सुनारजी पनि हुनुहुन्छ उहाँ मानवाधिकार आयोगमा जाँदै हुनुहुन्छ र यति बेला उहाँहरू मानवाधिकार आयोगमा जाँदै गर्दा बाटोमा किन नेपाल प्रहरीले ठुलो दमन गर्यो भन्ने विषयवस्तु पुग्न सकेको देखिन्छ र हामी क्यामेरा अगाडि र यति बेला हामी पुलिसले ब्यानर ल्याउन ठुलो दमन गरेको छ नेपाल प्रहरीले भन्ने बुझिन्छ र हामी यति बेला पुल्चोकको कार्यालयमा छौँ र पुल्चोक कार्यालयबाट किन चाहिँ यस्तो दमन गरियो भनेर उहाँहरूको आक्रोश छ जहाँ न्याय लिन आउँदै गर्दाखेरि उहाँले किन दमन गरियो भन्ने पनि ठुलो आएको देखिन्छ हामी यति बेला मानवाधिकार आयोगको केन्द्रीय कार्यालयमा पुग्दैछौँ र पुगिसकेका छौँ र हामी अगाडि बढ्दैछौँ यति बेला नेपाल प्रहरीले पनि सुरक्षा गरेको देखिन्छ आदरणीय ब्यानर ल्याउने विषयमा ठुलो लुछाचुरी भयो त्यहाँ हाततालको सुमाउने भयो र यति बेला नाराबाजी पनि भयो हेर यति बेला हामी देख्न सक्छौँ यति बेला मानवाधिकार आयोगमा यति बेला केन्द्रीय कार्यालयमा ठुलो गाडी थियो क्या कहाँ बाटोमा आउनु पर्दैन र हामी यति बेला केन्द्रीय कार्यालय पुल्चोकमा छौँ मानवाधिकार आयोग नेपालको यति बेला हामी अहिले मिडिया जानु पाउँछ हामी यति बेला मानवाधिकार आयोग त्यो अपराधमा संलग्न सबैजनालाई सफाइ दिने र ती सबै खालका कैदहरू सबै खालका सजायहरू जरिवानाहरू चाहिँ बिना गर्ने त्यसै कानुनी भाषामा चाहिँ त्यसरी चाहिँ उनीहरूलाई त्योबाट क्लिन चिट दियो त्यो होइन भनियो र त्यो फैसला चाहिँ न्यायसङ्गत भएन दलितको पक्षमा पनि भएन पीडितको पक्षमा पनि भएन र समग्र पीडित परिवारको पक्षमा भएन भनेर त्यो 6 जना घटनामा पीडित भएका परिवारहरूसहित हामी यो अधिकारको क्षेत्रमा क्रियाशील हामी साथीहरूको अगुवाईमा हामी विगत 14 दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा हामी धरनामा छौँ त्यसमा हामी त्यहाँ धरनामा बसेका छौँ त्यसमा केही समय अगाडि सम्मानित मानवाधिकार आयोगले पनि हामीलाई हाम्रो बारेमा रिपोर्टिङ लिएको थियो र अहिले हामी चाहिँ त्यहाँ एउटा मात्र मुद्दा लिएर हामी त्यसमा बसेका छौँ कि जो न्यायाधीशले जे खालको फैसला गर्यो त्यो फैसला गलत छ त्रुटिपूर्ण छ र त्यो फैसलामा हामीलाई चित्त नबुझेपछि हामीले न्याय परिषदमा मुद्दा पनि दायर गरेका छौँ र उनीहरूलाई कारबाहीको माग गरेर हामी त्यहाँ यो पीडित परिवारहरूसहित हामी चाहिँ माइतीघर मण्डलामा अहिले धरनारत छौँ र आज हामी चाहिँ सामान्य मानवाधिकार आयोगमा चाहिँ हामी शान्तिपूर्ण तवरबाट ब्यानरसहित आउने क्रममा चाहिँ मानवाधिकार आयोगको आदेशको ब्यानर लिएर नआउनु भन्ने छ भन्ने भएर हामीमाथि प्रहरीले दमन गरेको छ त्यो पनि निवेदन पनि हामीले यहाँ गरेका छौँ प्रहरीले सबै पीडित परिवारहरू लगायत हामीलाई हातपात कुटपिट पनि गरेको छ म माने सबैजु मार्फत मानवाधिकार आयोगप्रति हाम्रो एउटा विश्वास छ दलितहरूको मुद्दाको सन्दर्भमा मानवाधिकार आयोग हिजोको जस्तै आज पनि गम्भीर र भोलिको सन्दर्भमा पनि आयोग गम्भीर हुनेछ र यो मुद्दालाई गम्भीरताका साथ लिनेछ भन्नको लागि हामीले दुईवटा अहिले बाटो यो मुद्दा चाहिँ अहिले बाटोमा आउँदा आउँदै भएको यो प्रहरीले गरेको दमनको सन्दर्भमा चाहिँ अब हाम्रा परिवारहरूमाथि कुटपिट गर्नेदेखि हातपात गरेर हाम्रो ब्यानरहरू च्यातिएको छ हामीले न्यायाधीशलाई कारबाही गर भनेर लेखेर राखेको त्यो शान्तिपूर्ण छ प्रहरीकै उसमा चाहिँ हामी आएका थियौँ अब त्यसमा चाहिँ यसमा हामीले न्याय परिषदमा पनि ठ्याक्कै यो बेहोराको हामीले उजुरी दिएका छौँ उजुरीको बेहोरा मिल्यो मिलेन भएन यसलाई जानकारीको सन्दर्भमा हजुरले लिइदिनु हुनेछ र यो चाहिँ अब यसलाई यो धेरै लामो छ यसलाई पढ्न केही त्यति पढिहाल्नुपर्छ भन्ने लाग्दैन सोमकान्त मैनाली र मातृका भण्डारीको त्यो इजलासले गरेको त्यो फैसला चाहिँ त्रुटिपूर्ण छ त्यो हामीलाई चित्त बुझेको छ किन भनेर न्यायाधीशहरूलाई नै कारबाहीको माग गरेर हामीले न्याय परिषदमा दिएका छौँ अहिले यो पीडित नवराज विकाससहित यो 6 जना परिवारहरू अहिले यहाँ चाहिँ यो दुईटा पत्र यसको न्याय परिषदमा कारबाही गर्नलाई एउटा प्रोसेसमा जानुभयो अनि अपिलमा गइयो कि हायर कोर्टमा चाहिँ अब त्यो हायर उसको लागि चाहिँ पुनः पाठ आउनुपर्ने रहेछ त्यसको पुनः पाठ आइ नसकेको हुनाले अनि उनीहरूले म थोरै तपाईँलाई केही प्रक्रियामा जान सहज पनि होस् उनीहरूले आफ्नो फैसला पश्चातको राय किताबमा के लेखेका छन् भने यो जातीय विभेदै होइन यस्ता खालका जातीय यो घटनाको प्रकृति हेर्दा यो जातीय विभेदमा आधारित देखिँदैन भन्ने खालको हल्का फुल्का एकदमै हल्का फुल्का ढङ्गबाट गएको छ यो आजभन्दा 79 वर्ष पहिला साउथ अफ्रिकाको साफ जिल्लामा भएको रङ्गभेद विरुद्धको आन्दोलनमा प्रहरीले गरेको दमन पछिको सबैभन्दा ठुलो नरसंहार थियो यो संसारकै यो नेपालको मात्र होइन यो तत्कालले अहिले हाम्रो नाङ्गो आँखाले हेर्दा चाहिँ यहाँनिरको छिमेकको घटना भएको हुनाले सानो जस्तो देखिएको छ यसको तर संसारको आँखाबाट हेर्दा यो भयङ्कर ठुलो घटना हो यो ठुलो नरसंहार छ यो इतिहासमै दाग लाग्ने खालको फैसलाहरू भएको छ यसले न्यायालयप्रतिको आस्था मानवाधिकारको एउटा कानुनी राज्यको यसले चाहिँ एउटा खिल्ली उडाएको हामीले महसुस गरेका छौँ त्यसैले अहिले अधिकारकर्मी साथीहरू बिचमा हामी केही पत्रकार साथीहरू बिचमा हामी आएका छौँ तत्काल छानबिन गरेर उनीहरूलाई माथि हुने कानुनी कठघरामा उनीहरूलाई यहाँभन्दा अगाडि जाने
कुराहरूमा पनि छौँ र बाँकी हामी अहिले आन्दोलनमा छौँ। त्यहाँ तपाईँहरूले तत्काल चाहिँ राज्यको ध्यान आकर्षण गराएर हामीलाई शान्तिपूर्ण तपाईँहरूको शान्तिपूर्ण आन्दोलन हो, हामी साइलेन्टली चुपचाप हामी धरनामा बसेको ठाउँमा प्रहरीले दमन गरेको छ। यो हामीलाई आफ्नो माग राखेर सार्वजनिक ठाउँमा प्रहरीले तोकेकै ठाउँमा त्यो दायरा निश्चित घेराभित्र चाहिँ बसेर आफ्नो कुरा उठाउने कुरालाई चाहिँ हजुरहरूले सुनिश्चित गरिदिनु हुनेछ भन्ने कुरा हामी माग गर्न चाहन्छौँ। यसमा दुईवटा पत्र छ। अर्को चाहिँ हामीले गरेको यो बाटोमा हिँड्दै गर्दा प्रहरीले यत्तिकै चाहिँ अब निषेधित क्षेत्र पनि होइन भन्ने, हामीले कहाँसम्म निषेधित क्षेत्र मानवाधिकार आयोग अब यसै पनि निषेधित क्षेत्रभित्र त पर्दैन, तैपनि कुनै सुरक्षा सम्बन्धी निषेधालाई हेरेर त्यो पर्छ भने पनि हामी जान्छौँ भन्दा भन्दै पनि प्रहरीले चाहिँ त्यो खालको गरेको छ। यो दुईवटा पत्र चाहिँ हामी यहाँ मार्फत आउनुहोस् न, यतापट्टि सबै परिवारहरू यसो पीडित परिवारहरू यतापट्टि आउनुहोस्। पीडित परिवारहरू आमाहरू यता आउनुहोस्, आउनुहोस् तपाईँ अलि तपाईँ आउनुहोस्, आमा आउनुहोस्, जुन घटना भयो त्यसपछि नि मानवाधिकार आयोगले स्पष्ट रूपमा भनेको छ यो जातीय कारणबाट भएको हिंसा जुन हामीले चाहिँ हाम्रो त्यो बेलाको प्रतिवेदनदेखि सबैमा राखिसकेका छौँ। दोषीलाई कारबाही, पीडितलाई क्षतिपूर्ति भनेर पहिलो घटनामा भनिसकेका छ। अब जहाँसम्म अदालतको विषय पछि आइसकेपछि अदालतले निर्णय गर्ने विषय हजुरको यो ड्यु प्रोसेस अफ लको कुराहरू हुन्छ। हामीले तल्लो अदालतले गर्छ, माथिल्लो अदालतले हेर्छ, त्यसभन्दा माथि पनि छ फेरि भने एउटै तहको अदालतले कहिलेकाहीँ गल्ती गर्छ, कमी कमजोरी हुन सक्ला भनेर त्यसको पुनरावेदन तहको चाहिँ माथिल्लो अदालत राखेको हुन्छ। त्यही चरणमा चाहिँ अब यसमा पनि तपाईँहरूले अघि भन्नुभयो र मैले न्युजहरूमा पनि हेरेको छ। यो पहिलोको जिल्ला अदालतले जुन जातीय आधारमा त्यो सहित गरेर चाहिँ जन्मकैद प्लस 2 वर्ष कैद होइन, जातीय आधारमा गऱ्यो भने थप कैदको पनि व्यवस्था छ। त्यो सहितको गर्ने फैसला पनि गर्यो, जरिवाना पनि गर्यो र उच्च अदालतले गर्दा हत्यालाई सदर गर्यो होइन, हत्या गरेको सन्दर्भलाई उसले सदर गर्यो जिल्लाको। तर जातीय आधारमा चाहिँ होइन भन्ने आधार लियो भन्ने यहाँहरूले हेर्नुभएको छ। अब यसको अलिकति अन्तिम फैसला पनि आओस् होइन, हामीले पनि यसलाई हेर्नाले नजिकबाटै निहाल्छौँ, हेर्छौँ। हरेक निर्णयको फेरि त बुदाको कुराहरू हुन्छन्, त्यसलाई पनि हामीले गर्ने हुन्छ। तर यसको लास्ट जाने बाटो तपाईँलाई बाटो जसरी हजुरहरू अहिले यहाँसम्म आउनुभएको छ, यो विषय भनेको चाहिँ फेरि के भने मानवाधिकार आयोगको विषय हुँदैन, क्षेत्राधिकारको त्यो सर्वोच्च अदालतले हेर्ने अथवा त्योभन्दा माथि जाने त्यसको अपिलको बारेमा यहाँ लाग्दैन। तर हाम्रो नोटिसमा रहन्छ नेपालको न्याय प्रणालीमा यसरी जिल्लाहरूबाट यस्तो भएको थियो, हाइकोर्टबाट यस्तो भयो, सुप्रिम कोर्टमा आएर यसो भन्ने हामी हेर्छौँ नि। त्यो अध्ययनको सिलसिलामा हामीलाई त्यो हुन्छ र तपाईँ हामी सबैलाई मन लाग्छ यो जातीय आधारमा अहिले पनि हामी 21औं शताब्दीमा आएर यस्तो घृणित कार्यहरू त्यो कारणले हुनु, यस्ता जघन्य अपराध हुनु दुःखदायी छ। यो मानवाधिकार हननका पनि पराकाष्ठा भन्नुहोस् न, त्यो अहिले कुनै पनि समाजमा सोच्नै नसक्ने घटना हो भन्ने हामीलाई लाग्छ। त्यसैले यो विषयमा हामी सँगसँगै पीडितको साथमा हिजो सुरु घटना हुँदाखेरि कन्टिन्यू त्यसको मोनिटरिङ गर्दाखेरि अनुसन्धान केसलाई गर्दा हामी सँगसँगै छौँ। मलाई त्यतिखेर थाहा छ हामीलाई पनि तपाईँको मेरो त्यहाँको अफसरले त्यहाँको कार्यालय प्रमुखले भन्नुभएको थियो यो अटोप्सी रिपोर्टका कुराहरूमा पनि छिटो दिएको थिएन। तर हामीले पीडितको मानवाधिकार आयोगलाई इमिडिएट त्यो पाउने हाम्रो अधिकारका विषयहरू भएर त्यो घटनाको दिनदेखि नै म नजिकमा छु र जुन पीडा छ आज हजुरहरू पीडित फ्यामिली नै पीडित परिवार आउनु भएको छ, म यहाँहरू साथमा छौँ, मानवाधिकार आयोग यो साथमा छ भन्ने मलाई लाग्छ। जहाँसम्म अहिले मानवाधिकार आयोगले कुनै पनि प्रहरी अधिकारीलाई हजुरहरूलाई आउन कसैलाई पनि मानवाधिकारको पीडा भयो भनेर आउने पीडितको संस्था हो यो। यहाँ आउँदाखेरि निर्देशन दिएर तपाईँहरूलाई नआउनुहोस् भन्ने त्यो भन्ने मलाई त्यो भने जस्तो लाग्दैन। निर्देशन पनि आयोगले हाम्रो चरणबाट होइन, त्यसैले त्यो छैन नि। अब अहिले पछिमा चाहिँ त्यहाँ माननीय सदस्यज्यूले पनि भन्नुहुन्छ हामी के भएको रहेछ यो घटना बारेमा नि हामी जानकारी लिन्छौँ, इन्क्वायरी गर्छौँ। हस्, धन्यवाद। जुन यो दुःखदायी घटना घटेको थियो र त्यसमा 2 तहको अदालतबाट पनि पहिलो तहको जुन जिल्ला अदालत र पछि पनि उच्च अदालतबाट एउटा केही आंशिक निर्णय परिवर्तन गरेर आएको विषयमा
हाम्रो सुरुदेखि नै यो वास्तवमा एउटा चाहिँ के भने यो दलितहरू र विशेष गरेर यो छुवाछुत यस्तो किसिमको हाम्रो जातीय विभेदको आधारमा हुने कुनै पनि किसिमको हिंसा कुनै पनि किसिमको कारबाहीहरू जुन हुन्छ जहाँ पनि हुन्छ त्यसमा मानव अधिकार आयोगले त्यसलाई बडो गम्भीरतापूर्वक लिँदै आएको छ लिन्छ र लिँदै पनि छ। अब एउटा म सोधिहाल्नु यहाँहरूसँग पहिला यो विषयलाई यहाँहरूले हामीसँग दलित आयोग पनि छ है एउटा त्यो पनि हाम्रो मानव अधिकार आयोग जस्तै एउटा दलितकै विषयमा हेर्ने दलित आयोग छ। दलित आयोगसँग पनि हामी नजिकैसँग सम्बन्ध र सहकार्यको रूपमा हामी काम गरिरहेका छौँ। यहाँहरूले यो विषयलाई दलित आयोगमा पनि राख्नुभएको होला भन्ने विश्वास छ होइन? भोलि जाँदैछौँ अनि उताबाट पनि तपाईँहरूको जुन किसिमको रिस्पोन्स आएको छ अब यो विषय तपाईँको आजको दुईवटा त हो। एउटा चाहिँ तपाईँहरूले केही दिनदेखि त्यो माइतीघर मण्डलामा एउटा तपाईँको जुन त्यहाँ यहाँहरूले जुन विरोध जनाइरहनु भएको छ त्यो चाहिँ न्यायाधीशहरूले एउटा त्यो प्रक्रिया अगाडि बसिसकेपछि हामीले त्यसैमा हात हाल्न उचित हुँदैन। त्यो हाम्रो हस्तक्षेप न्यायपालिकाको उसमा हामीले हस्तक्षेप गर्न सकिँदैन र हुँदैन पनि। तर अब यो उच्च अदालतले गरेको जुन निर्णय जुन आंशिक परिवर्तन भएको छ त्यसलाई अब पूर्ण पाठ आइसकेपछि त्यसको यहाँहरूले अर्को सर्वोच्च अदालतमा गएर त्यसलाई पुनः अब त्यो सर्वोच्च अदालतमा जाँदाखेरि बरु के हुनसक्छ भने यहाँहरूले न्यायिक प्रतिनिधित्व जहाँ त्यहाँ तपाईँको गर्नु पर्यो त्यहाँको अदालतमा तपाईँको वकिलहरूको प्रतिनिधित्व हुनु पर्यो भने यहाँका हाम्रो वरिष्ठ वकिलहरूलाई हामीले त्यो त यहाँहरूको प्रतिनिधित्वमा सहयोग गर्नको लागि हामी अनुरोध गरेर हामी त्यसको व्यवस्थाको लागि पनि हामी त्यसमा केही आफ्नो मानव अधिकार आयोगले आफ्नो भूमिका खेल्न सक्छ। त्यो चाहिँ के भने मुद्दाहरू के हुन्छ भने तलमा जानुहोस् माथि आएर सर्वोच्चमा आउन्जेलसम्म कयौँ त्यसका तपाईँको प्रमाणहरू तपाईँको हराइसकेका हुन्छन्। त्यो बेलाका मान्छेहरूलाई अब त्यसको सही प्रतिनिधित्व नभएर पनि मान्छेको के बुझ्ने सही निर्णय अदालतबाट खोजेको जस्तो निर्णय नभएको पनि हुनसक्छ। अब यो सम्भावित कुराहरूलाई हामीले अदालतले गर्ने विषयमा अदालतलाई हामीले म्याक्सिमम बढी से बढी प्रतिनिधित्वमा यहाँहरूको आवाजलाई बुलन्द गर्नको लागि र प्रमाण जुटाउनको लागि कानुन व्यवसायीको उपस्थितिको लागि हामी सहयोग गर्ने हामी आफ्नो तर्फबाट एउटा कोसिस हुनसक्छ। अब आज तपाईँहरूले जुन धरना बस्नुभयो केही समयदेखि र जुन आज यहाँ आउँदाखेरि तपाईँहरूप्रतिको जुन दुर्व्यवहार भयो भन्ने एउटा अर्को पक्ष छ र दुर्व्यवहारको कुरा चाहिँ के यहाँ मात्रै होइन तपाईँहरूको उहीँ पनि भयो भन्ने कुरा तपाईँको त्यो रिपोर्टेड थियो है मिडियामा आएको थियो। त्यसमा हाम्रो नजिकैबाट हाम्रो आयोगले त्यसको अनुगमन गरि नै रहेको थियो र त्यसबारेमा उहाँले भनिहाल्नु। त्यसलाई पनि हामी जोडेर अब यहाँ प्रहरीबाट भएको यहाँहरूसँग अझ केही भिडियो पनि छ भन्नुभयो यहाँहरूले केही फोटोहरू पनि छ होला है त्यो भिडियो समेतलाई पनि तपाईँको हाम्रो यज्ञजीलाई यहाँले दिनुभयो भने अब हामीले चाहिँ के भने आयोगमा जुन हामीले पीडा भएको छ र जुन घाइते हुनुभएको छ यदि त्यसको उसमा चाहिँ के छ भने हामीले त्यो प्रहरीलाई प्रहरी यहाँको हेडक्वार्टरलाई होस् अथवा सम्बन्धित यहाँको भ्यालिडी जुन हेर्ने जुन एआइजीहरू हुनुहुन्छ उहाँहरूलाई हामी सम्पर्क गरेर यहीँ बोलाएर पनि कयौँ केसमा पहिले हामीले गरेका छौँ। किनभने यस्ता किसिमका विषयमा प्रहरीबाट भएका दुर्व्यवहार यस्तै किसिमको एउटा केस पहिला पनि भएको थियो जहाँ तपाईँको भिडियोको र बुटले तपाईँको एउटा त्यहाँको प्रदर्शनकारीको टाउकै नजिकै बुट लिएर हान्न खोजेको घटना थियो। त्यो कुरामा धेरै चर्चा परिचर्चा हुँदाखेरि त्यहाँबाट आएका प्रतिनिधिले त्यस्तो गरेको थिएन भनेर भन्दाखेरि हामीले भिडियो नै देखाइसकेपछि चाहिँ अनि उहाँहरूले ए गल्ती त भएको रहेछ पनि भन्नुभएको छ। हामीहरूले के छ भने उहाँहरूको किनभने यस्ता किसिमका प्रमाणहरू जुटिसकेपछि प्रहरीहरूलाई यदि तपाईँको गलत काम गर्ने प्रहरीहरूलाई र यस्तो मानवको अधिकारलाई तपाईँको रेस्पेक्ट तपाईँको त्यसलाई कदर नगर्ने किसिमको प्रवृत्तिलाई रोक्ने हामी यथासम्भव म्याक्सिमम हामी बढी से बढी कोसिस गर्छौँ र त्यस्तो किसिमको गर्ने माथि कारवाही होस् भनेर हामीले
कयौँ सिफारिसहरू गरेका छौँ र त्यस्तो किसिमको कारबाही भएको पनि छ। अब कयौँ कुरालाई नहुँदाखेरि फेरि दोहोऱ्याएर पनि हामीहरूको मानव अधिकार आयोगले यस विषयमा निश्चय नै यो तपाईँको आजको जुन एउटा अभद्र व्यवहार भन्ने जुन आएको छ त्यस विषयमा हामी सम्बन्धित निकायलाई हामी यहाँका प्रहरीको जुन सम्बन्धित त्यो अब त्यहाँ हामीले सकेसम्म थाहा पाउनु पऱ्यो के भने को थियो आज त्यहाँ, कसको जिम्मेवारी थियो, कसको संरक्षणमा त्यो जम्मै कारबाही भइरहेको थियो, अब त्यसलाई आदेश दिने को थियो, यी सबै कुराहरू हामीले एउटा के भने मानव अधिकार आयोगले कुनै पनि कुरा अगाडि बढाउँदाखेरि भोलि हाम्रै कुरा चाहिँ के भने होइन रहेछ भन्ने कुरा त्यसको गलत प्रमाणित हुने किसिमको काम हामीले पनि गर्नु हुँदैन। किनभने भोलि हामीले कुनै पनि सिफारिस गऱ्यौँ भने हामीले भनेको कुरा त यो प्रमाण बिना नै गर्दो रहेछ भन्ने हामीले त्यो किसिमको हामीले प्रयास गर्न थाल्यौँ भने फेरि हामीमाथिको विश्वास घट्न थाल्दछ। त्यसैले यहाँहरूलाई एउटा के भने बडो यहाँलाई एउटा विश्वास के दिलाउन चाहन्छु। हाम्रो अघि हाम्रो एक अधिकारीजी हाम्रो सहसचिवजीले भनिसक्नुभयो के भने हाम्रो आयोगले तपाईँहरू यहाँ आएर यत्रो दुःख गरेर यति महिला जुन आउनुभएको छ, बच्चा लिएर आउनुभएको छ, एक त तपाईँको मर्ने मान्छे मरे, त्यहाँ अब तपाईँको अदालतसँग तपाईँहरूले कति त्यहाँ हामीले सङ्घर्ष गर्नुभएको छ। दुई तहको अदालतमा पनि यहाँहरूले त्यो मुद्दा लड्ने कार्यमा पनि यहाँहरूले त्यो पनि दुःखै पाइन्छ। मुद्दा लड्नु भन्ने कुरा चाहिँ पनि त्यो पनि कम दुःखको कुरा होइन। अब यत्रो प्रयास गरेर यहाँहरू जुन यहाँ अहिले केन्द्रमा आउनुभएको छ र यहाँले आफ्नो एउटा विरोध जनाउने कार्य एउटा न्याय परिषदमा एउटा निवेदन दिएर त्यस प्रक्रियातर्फ पनि अगाडि बढाइरहनु भएको छ। अब त्यसमा पनि कुन किसिमको प्रक्रिया कहाँ पुगेको छ भन्ने कुरा हामी पनि हाम्रो मनको अनुगमन गर्ने साथीहरूले त्यो पनि हामीले प्रयास गर्छौँ कहाँ पुगेको छ भन्ने बुझ्ने। तर यो तपाईँको सँगसँगै यहाँ आउँदाखेरिको जुन यहाँको दुर्व्यवहार भयो भन्ने जुन आज बडो दुःखदायी कुरा यहाँहरूले जुन उभार्नु भएको छ र यहाँ जुन लेखेर दिनुभएको छ त्यसलाई चाहिँ हामीले एउटा गम्भीरतापूर्वक लिएर त्यो सम्बन्धित निकायलाई हामीले सम्पर्क गरेर बुझाएर र तपाईँको त्यो भिडियो छ त्यसको कपी पनि हाम्रो साथीहरूलाई तपाईँले दिनुहोला। अनि हामीले आयोगले र अर्को दलित आयोगका साथीहरूलाई पनि हामी सम्पर्क गरेर छलफल गरेर के गर्दाखेरि प्रभावकारी ढङ्गबाट यहाँहरूको समस्यालाई हामीले सम्बोधन गर्न सक्छौँ। मानव अधिकार आयोगले निश्चय नै यो हाम्रो यहाँहरूको अब पढ्छौँ हामीले, हाम्रो आयोगले यसलाई अध्ययन गरेर हाम्रो सेक्सनले यसलाई यहाँलाई विश्वास दिलाउन चाहन्छौँ कि भने सकेसम्म हामीले यहाँहरूको खोज गरेर यो कुरालाई हामीले सम्बन्धित निकायलाई एउटा सशक्त रूपमा तपाईँको बोलाएर अब त्यसलाई चाहिँ के भने त्यस्ता किसिमको कुनै कसैको कारबाहीबाट यदि त्यस्तो किसिमको भएको यहाँ हामीले जुन भएको छ भन्ने हामीले भनिएको छ ती त्यस्ता व्यक्तिमाथि कारबाही पनि गर्नको लागि हामी सिफारिस पनि गर्नेछौँ। र यहाँहरूलाई यहाँ आज आएर यो जुन प्रस्तुत गर्नुभयो हामीलाई यहाँलाई यो दुःख छ। किनभने यहाँहरूले दुःख पाउनुभयो। यो फेरि के भने नेपाल जस्तो मुलुकमा हामी कानुनमा एउटा कुरो भन्छौँ, संविधानमा जातीय भेदभावको अन्त भयो भन्छौँ, अन्तर्राष्ट्रिय तपाईँको सम्मेलनमा हामी ठुला कुरा गर्छौँ, तर यहाँ व्यवहारमा चाहिँ त्यस्तो किसिमको संरक्षण गर्न सकिएन भने एउटा हाम्रो देशकै लज्जाको विषय हुन्छ।